नमस्ते, मेरो नाम सन्दीपिका। म 16 वर्षको भएँ। म 3 वर्ष जति भयो बिग्रेको र म अहिले चाहिँ 15 दिन जति भयो सुध्रेको। 15 दिनभन्दा पनि बढी भइसक्यो। अनि त्यसपछि मैले जाँड रक्सी, माछा मासु जस्तै कि डिप्रेसन, एन्जाइटीको औषधि खान्थेँ। अहिले चाहिँ मैले औषधि नि खान छोडिसकेँ, 2 दिन जति भयो। अनि मैले झारफुक, धामी झाँक्री सब ठाउँ जचाएँ अनि डक्टरहरूसँग नि जचाएँ। लास्टमा मैले स्वामी प्रेम सङ्गीत ज्यूलाई भेटाएँ, भेट भयो हाम्रो। अनि त्यसपछि 1-2 दिन जति मलाई गाह्रो भयो। अनि अहिले चाहिँ पुरै ठिक भइसकेँ। मैले डिप्रेसनको औषधि पनि खान्न। हजुरलाई नि यस्तै कुलतको बाटोमा फस्नुभएको छ भने स्वामी प्रेम सङ्गीत फेसबुक वा युट्युब, इन्स्टा, टिकटक जुनमा गरे नि हुन्छ। फलो, लाइक, कमेन्ट सब गरिदिनु होला। अनि त्यसपछि जस्तै यो भिडियोमा कार्डको फोटो नि हुन्छ। कसै हजुरको आफन्त दाजुभाइ बिग्रेको छन् भने यो नम्बरमा कल गर्नु होला। यति नै। धन्यवाद।